अन्तिम राजा ज्ञानेन्द्र शाहलाई पुनर्स्थापना गर्नुपर्ने मागसहित आन्दोलन चर्काउन थालेका छन्। त्यही क्रममा सुवेदी नेतृत्वमा तेस्रो जनआन्दोलन संयोजक समिति बनाएका हुन्। उक्त समितिको ब्यानरमा आन्दोलन अगाडि बढाउन थालेपछि प्रचण्ड, नेपाल र विप्लव सहितका समाजवादी मोर्चाले काउन्टर प्रदर्शन गरेको हो। खास गरी 25 फागुनमा राजतन्त्र पक्षधरले गरेको प्रदर्शनको विरोधमा मोर्चाले आज प्रदर्शन गर्ने निर्णय लिएको थियो। तर आजको गणतन्त्र पक्षधरहरूको प्रदर्शनलाई काउन्टर गर्न सुवेदी नेतृत्वको समितिले आज अर्को प्रदर्शन गर्ने निर्णय गरेको हो। त्यसैले आज गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधर सडकमा आम्ने सामने हुने भएका छन्। सरकारले 3 कुनै क्षेत्रमा प्रदर्शन गर्नका लागि राजतन्त्र पक्षधरलाई स्थान उपलब्ध गराएको छ भने गणतन्त्र पक्षधरहरूले पहिला नै भृकुटी मण्डप क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेका थिए। गणतन्त्र पक्षधरले प्रदर्शनी मार्गको सडकमा नै मञ्च बनाएका छन्। राजतन्त्र पक्षधर भनिएका राप्रपा नेपाल सहित विभिन्न समूहले पनि साथ दिएका छन्। यता मोर्चाका प्रदर्शनलाई पनि एमाले महासचिव शंकर पोखरेलले पनि प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै पोखरेलले गणतन्त्र पक्षधरको आन्दोलनमा समर्थन जनाएका हुन्। यद्यपि कांग्रेस भने अझै